बडा दशैंको 8औं दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै आजको दिन दशैं घर कोत लगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजा अर्चना तथा दुर्गा शक्ति सती पाठ गर्ने परम्परा। काठमाडौँ उपत्यका भित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विदेश्वरी, इन्द्रयाणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराही लगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो। लमजुङ कालिकामा पनि लाग्यो घुइँचो। दशैं मनाउन 24 घण्टामा काठमाडौँबाट 1,11,000 यात्रु बाहिरिए। घटस्थापनादेखि हालसम्म उपत्यकाबाट 4,60,000 भन्दा बढी यात्रु बाहिरिँदा सोही अवधिमा उपत्यकामा 2,52,000 भन्दा बढी यात्रु भित्रिए। जेएनजी आन्दोलनमा घाइते भएका 36 वर्षीय लक्ष्मण राईको निधन, मृतक संख्या 76 पुग्यो। निर्धारित नीतिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। युवाहरूले ज्यान गुमाएको दुःखमा यो वर्ष प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने, सर्वसाधारणलाई पनि टीका नलगाइदिने, तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न संयमित भएर सहकार्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। आवश्यक सहयोग र सहकार्य गर्न सबैलाई राष्ट्रपति रामचन्द्र पौडेलको अपील। दशैंमा शिक्षकले तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्री महावीर पुन अनुसन्धानमा। व्यथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गरेको र सोही व्यथितिको समाधानको उपाय खोजिरहेको मन्त्री महावीर पुनद्वारा जानकारी। वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान पर्वको समयमा पनि पालिकाले ढिलासुस्ती गरेको प्रति आपत्ति। प्रदेश मन्त्रालय हटाएर जनकपुर चुरोट कारखाना सञ्चालन गर्न जेएनजीको माग। ओली सरकारले 8वटा उद्योग बेच्ने गरी अघि बढाएको प्रक्रिया रोक्न माग। राजनीतिक तथा प्रशासनिक पदाधिकारीका कानून विपरीतका सबै सुविधा फिर्ता गराउन संसदलाई सरकारको निर्देशन। निर्णय कार्यान्वयन गर्न संघीय संसद सचिवालयलाई पत्र पठाइयो। कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतिमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु। सभापति देउवाको घरमा जलेको भनिएको पैसा र त्यसको स्रोतलाई केन्द्रमा राखेर अनुसन्धान गरिएको जानकारी। कांग्रेसका सभापति शेरबहादुर देउवाका सासू ससुरा बस्ने घरमा पनि सीआईबीको छापा मार्ने क्रममा आर्जु राणाका भाइ भूषण घरमा नभएको र बुबा आमा भने घरमै रहेको प्रहरीको जानकारी। मुलुकमा उत्पन्न परिस्थितिको समाधान संविधान भित्रबाट खोज्नु पर्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाको जोड। नेपालको इतिहासमा भदौ 24 को घटना अकल्पनीय र दुःखद घटना भएको शेरबहादुर देउवाद्वारा जानकारी। आन्दोलनमा ज्यान गुमाएका युवाहरू तथा प्रहरीलाई श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना। मुलुकलाई विषम अवस्थाबाट पार लगाउन निषेध होइन, आपसी सद्भाव, सहिष्णुता र एकता सहितको सुझबुझपूर्ण निर्णय चाहिएको कांग्रेस नेता डाक्टर शशाङ्क कोइरालाको भनाई। समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दशैंले प्रेरणा दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास। राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम राख्न पर्वले सहयोग गर्ने माओवादीले अग्रगामी रूपान्तरणका मुद्दा सम्बोधन गर्नुपर्ने र पुस्तान्तरणको प्रक्रिया सुरु गरेको प्रचण्डद्वारा जानकारी। सरकारमा जेएनजी वा शहीद परिवारको पनि प्रतिनिधित्व गराउन आम जनता पार्टीका अध्यक्ष प्रभु शाहको सुझाव। कांग्रेस र एमालेको सरकारले मुलुक जोगाउन नसकेको र नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रभु शाहको टिप्पणी। एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई। राजनीतिक दलका नेताका अझै दुःखका दिन आउन बाँकी रहेको नेकपा यासका महासचिव घनश्याम भुसालको भनाई। उच्च स्तरीय आयोग बनाएर स्रोत नखोलेको सबै सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने माग। पुराना पार्टीहरू 3 महिनामा पनि नसुध्रे अस्थिरताका कारक बन्ने नेकपा यासका महासचिव घनश्याम भुसालको भनाई। सरकारले अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर प्रतिशोध साधेको एमालेको आरोप। जेएनजी आन्दोलन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतसँग दशैंपछि बयान लिने तयारी। एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, सम्भवतः चाँडै महाधिवेशनमा जाने। ढिलो चाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्किने नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाई। देश भू राजनीतिक द्वन्द्वको चपेटामा परेको र राष्ट्र शक्ति कमजोर बनाउने खेल भइरहेको आरोप। लोकतन्त्रको बाटोबाटै समाधान खोजिनु पर्नेमा जोड। देश डीप स्टेटको प्रयोगशाला बन्यो, हामीले नवयुवाको विश्वास जित्न सकेनौ भन्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलको स्वीकारोक्ति। जेएनजी सरकारले आफूलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गर्न खोजेको नेकपा एमालेका नेता महेश बस्नेतको आरोप। दानवीय प्रवृत्तिहरूको विरुद्ध आफूले आवाज उठाएका कारण सत्ताधारीहरूको सातो पुत्लो गएको हुन सक्ने महेश बस्नेतको दाबी। चितवन कारागारबाट भागेका 170 कैदीबन्दी अझै फर्केनन्, दशैंमा सुरक्षा जोखिम। सुरक्षा व्यवस्थापनको लागि जिल्ला सुरक्षा समितिले मुख्य 4 क्षेत्र निर्धारण गरेर सुरक्षा कामको थालनी गर्यो। रातो पासपोर्ट बुझाउन आफ्ना निवर्तमान सांसदहरूलाई रासोपाको निर्देशन। कुनै पनि प्रकारको जेन्सी गिफ्टहरू नलिन रासोपाको सर्कुलर। राजनीतिक दलको विकल्प अरू हुन
नसक्ने अर्थ राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीको भनाई। समयमै निर्वाचन नभए संविधानहीनताको खतरा बन्ने। डेंगू संक्रमितको संख्या 5000 नाग्यो। 75 जिल्लामा डेंगू फैलियो। वास्तविक संक्रमितको संख्या रिपोर्ट भएका भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूको भनाई। वनस्पति घिउ तेल उत्पादक संघद्वारा क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि 50 लाख सहयोग। बाह्रमा सौर्य ऊर्जा उत्पादनका लागि धमाधम संरचना निर्माण हुँदै बगरबाट वार्षिक लाखौं रुपैयाँ आमदानी भएपछि किसान मक्ख। सिराहामा लुकाएर राखेको 40 बोरा अनुदानको मल बरामद। अर्घाखाँचीमा गाडी दुर्घटना, 15 जना घाइते, 2 जनाको मृत्यु। चितवनको तुइन खोलामा सोमबार दिउँसो आएको पहिरो पन्छाइयो, खुल्यो नारायणगढ मुगलिन सडक खण्ड। ब्रिगन सीमामा उच्च सुरक्षा सतर्कता, लागु औषध सहित 2 जना पक्राउ। ड्रग स्निफिङ टोली परिचालन। धौलागिरी हिमालमा चालु शरद यामको आरोहण सुरु। अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायली सेनाले गाजामा आक्रमण गर्दा 50 जनाको मृत्यु, 200 घाइते। खेल प्रसङ्गमा शानदार जितसँगै नेपालले जित्यो वेस्ट इन्डिजसँगको सिरिज। दोस्रो टी20 क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध नेपालको 90 रनको जित। आर्सेनल इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो र विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा नेपालकी सुनमाया बुढाले हासिल गरिन् दोस्रो स्थान।